एभ्रिवान आज चाहिँ मैले चाउमिन पकाएको नि। आज चाउमिन पकाएको भेज चाउमिन। काम गर्दा गर्दा थाकेर के अन्त चाउमिन खानु मन पर्यो अन्त चाउमिन पकाएको नि। अब म तपाईहरुलाई खाएर देखाउँछु। ओके साथीहरु, नमस्ते फ्याफु लोटा सिदिले। आज चाहिँ चाउमिन बनाएको थिएँ। चाउमिन खानु आँटेको छु आज चाहिँ साथीहरु। अचार पनि बनाएको छु हो। अनि यहाँ सस छ। यो चाहिँ नि मेरो छोराको साथीले जापानबाट ल्याएको सस हो कि। मेरो छोरालाई दिनुभएको थियो नि त टेस्ट गर्नु भनेर। क्या मिठो छ नि। यो चाहिँ जापानको सस हो है, जापानको। क्या मिठो। मेरो छोराको साथी चाहिँ जापानमा बस्नुहुन्छ नि त कि। उहाँले चाहिँ अझै के ल्याइदिएको छ नि साथीले। खानेकुरा मात्रै मिठो लाएन लुगा फाटा जस्तो लाएन। लुगा फाटा गिफ्ट त ल्याइदिन्छ नि। यो त खानेकुरा साथीलाई गिफ्ट अब त्यत्रो टाढोबाट ल्याइदिन्छ नि होइन साथीहरु। मेरो बुढाले यता खाइसक्नु आँट्यो। हाय म चाहिँ यता खाँदैछु। चम्ची चाहिन्छ सोल्नु। अचार पनि मिठो रहेछ हो। टाउको सिधा लाइट रहेछ कि। टाउकोले छेलेको नि लाइट पुरा टल्किँदो रहेछ। मिठो 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 होइन। आफै खुट्टा पकाएको आफै उठाउनु पर्छ नि है है है। पिरो
ठो भएछ Bye everyone. Please like, comment, subscribe पनि गरिदिनुहोस्. लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् ल, माया दिनुहोस् सबैजनाले.